भुरी राखम सुनिरहेको यस्तो नै खानुको मजा छुट्टै छ है केटा मुखबाङ बनाउनु पर्ने थियो माछा हेलो नमस्ते झोले तासिदेले जोजोलप्पा वाफल नम्सा एभ्रिवान वेलकम टु हाम्रो इभान ब्लग्स। सो आज चाहिँ हामी फेरि यो क्याम्पिङ ब्लग देखाउन गइरहेको छौँ। डिसेम्बर आज 12 आज राति 2 बजे चाहिँ मेटेओर सावर छ हैन। डिसेम्बर 13 2 AM मा हामी मेटेओर सावर हेर्न जान लाग्यो। यहाँ चाहिँ हाम्रो आकाश भाइ, ससिम, सन्देश, निरव, फिलिप चाहिँ जाँदैनन्। अनि हाम्रो अरू साथीहरू चाहिँ काम सकाएर 7 बजे 8 बजेतिर आइपुग्छन् हैन। अब हामी चाहिँ छिटो जान लाग्यो। छिटो भन्दा नि रात परिसक्यो। हामी जान लाग्यो चाहिँ आज लुङ हो। हाम्रो सधैँको लाइसेन्स नहुँदाको एकदम घुम्न जाने ठाउँ होइन। चेकिङ केही पनि हुन्थेन, त्यही भएर। अनि यो चाहिँ कहाँदेखि जान्छ भन्दा तानसेन बतासे डाँडा हुँदै चण्डी भान्जिङ हुँदै सिधै हामी त्यहाँ पुग्न सकिन्छ। हामीले त्यहाँको बारेमा देखाउनेछौँ र आज मेटेओर सावर कतिको क्याप्चर गर्न सकिन्छ त्यो पनि देखाउनेछौँ गाइज। ल बाई बाई, सी यु इन ब्लग है त। अनि तपाईँलाई म देखाउँछु हाम्रो सुरज केसी, हाम्रो पाल्पाको भिडियोग्राफर फोटोग्राफर ऊ, अनि परवेश हाडी, प्रनिस र सरोज चाहिँ अहिले 7 बजीतिर जोइन गर्नेछन्। हामी यहाँ सामान लिन जान लाग्यो। सामान लिएर हामी फाँडी हुनेछौँ गाइज, फाँडी। हामी सामान किनेर अब टक्क जान लागेको छौँ राति क्याम्पिङ है। त्यो चाहिँ हाम्रो कैलाशनगर चोक हो। कैलाशनगर हुँदै सिधै बतासे अनि चण्डी भान्जिङ जाने बाटो भनेर कता सोध्ने है त, म देखाउँछु अहिले। एउटाले हेलमेट पनि लगाएको, त हेलमेट लगाउनु पर्दैन पछाडि राखेको। ल हामी भिडियो भयो त। ल हामी चाहिँ बतासे आइसकेको छौँ। यो बतासेको चोक हो, श्रीनगर होटलदेखि माथि। ठ्याक्क यहाँदेखि यता मासतिर जाँदा चाहिँ अब उता गुल्मी तमगासतिर पुगिन्छ र ठ्याक्क यहाँदेखि राइड चाहिँ हामी जान्छौँ लुङ। ट्याक्क लाएर माथि चाहिँ डाँडैमाहरूतिर जाने बाटो भयो होइन। अब हामी जाँदा चाहिँ चण्डी भान्जिङ हुँदै जान्छौँ होइन। अनि मेन त यो सुसाइड पोइन्ट जाने बाटो हो होइन। तर यो हामीले यो सुसाइड पोइन्ट चाहिँ नभनौँ, कुइरे भिर भनौँ, ओरिजिनल नामले बोलाम। यो सुसाइड पोइन्ट नाम चाहिँ अलिकति नेगेटिभ भएर त्यहाँको लोकलहरूले अलिक कस्तो नाम राखेको टाइपले भन्नुभएको थियो हामी जाँदाखेरि होइन। हामी जाने यही बाटो हो। म अर्को भ्लगमा पनि तपाईँलाई राम्रोसँग बाटो देखाउने छु होइन। बाटो कतै पनि भुलिन्न। बतासे, चण्डी भान्जिङ अनि लुङ कहाँ हो भनेर सोध्ने। ट्याक्क यो 3टा सोध्यो भने ठ्याक्कै ठाउँमा पुगिन्छ है त। हामी फाइनली लुङ आइसकेको छौँ। लुङ भनेको त्यो थुम्का हो होइन। उता एउटा मात्र रुख छ, देख्नुभयो होला ऊ। हामी त्यहाँ गएर क्याम्पिङ गर्ने हो। भोलि भ्यू देखाउँछौँ। वेदर इज क्लियर, जुन पनि लाहा। आज हेर्न पाइन्छ कि पाइन्न मेटेओर सावर, बाँकी कुरा अगाडि गएर देखाउनेछौँ है त। सो हामी चाहिँ यहाँ तानसेन 4 बजारबाट ल हेर्नु, हामी चाहिँ यहाँ मासु बनाउनको दिनको लागि आएको छौँ। हामी आज वेल अनप्रिपेयर्ड भयो। दाउरा यता देखा नि, दाउरा यहाँ होइन। ब्लगर यता युट्युब च्यानल कि आज भोलि केटाकेटी घुम्न हिँड्ने डुल्न हिँड्नेवाला हो। दिदीले आज यो पुरै थ्याङ्क यू दिदी हजुरलाई चाहिँ भनेर आउनु भन्नु हो कि ऊ हुन्छ रिसोर्ट छ उहाँदाखेरि आउनु के कहिले कसो सम्झिनु न। हुन्छ हामी आउँछौँ। सबै व्यवस्था दिन्छ। बन्दै गर्दाखेरि देखेँ कि तपाईँको कुखुरा बुङ्गुरको सेकुवा मात्रै पाइन्छ। ठ्याक्क त्यो एक्लो रुखको ठ्याक्क त्यो अर्को डाँडाको तलपट्टि छ है दाइको चाहिँ। आउँदाखेरि पस्नु होला गाइस। सिङ्गल ट्री रेस्टुरेन्ट है त। ल अब चाहिँ हामी टक्क अङ्कलले सामानहरू दिइसक्नु भएको छ। आज खत्रै भोज होला जस्तो लाग्यो होइन।
इ 80 हाल्यो नि तर बलियो छ है ल सोप्दै मलाई खिचे तलपट्टि ल भोलि बिहान हस् भाइ थोरै गरिदिन्छौ अब टेन्ट एरियातिर गएर ढोडेतिर पछि गर्ने ए सुटिङ स्टार भर्खर झरे कि यस्तै हो कि रकेट बम जस्तो झरेको थियो कि यस्तरी राम्रो छ है सुटिङ स्टारको सो लट्स अफ स्ट्रगल पछि हामीले यहाँ टेन्ट लागेको छौँ यो टेन्ट चाहिँ हाम्रो तानसेन पाल्पामा पनि रेन्ट गर्न पाउँछ है हाम्रो दिपेश दाईलाई सुरज दाईको पुसको नाम के गरे हिमालयन ट्रेड है कन्ट्याक्ट दाईलाई चाहिँ हाम्रो तानसेनमा नि रेन्टमा पाउँछ यो 4% ठुलो टेन्ट है हो मेरो भयो यो बिचको यो चाहिँ फिलिपको भयो यसमा थोरै अलिकति काम बाँकी छ होइन गर्नलाई कस्तो गराएको आगो बालिसकेको छौँ टेन्टहरू रेडी नै छ है सुनिरहेको माथि भाइ मजा हो कि यो चिजको नि हेर्न यस्तो माथि कि यहाँ थियो न साथीहरू 12:30 बजे कि हामीलाई भोकै राखेर हाम्रो पर्निस चाहिँ एकदम साह्रै मेहनती पर्निसको बुढी हाम्रो बुहारीले त यस्तो सुख पाउँछिन् भने किन म त उसको बङ्गुरको होला भनेर उस गरिरहेको थिएँ धेरै नचलान कि होइन होडल दिन्छ बसायो फेस देखाइदिउ न फेस मान्छे त्यस्तै हेर्सी तारा है तारा भुटान होइन यसपछि खस्यो एकछिन हेऱ्यो भने त खसिहाल्छ यार मजाले हेर्नु पर्यो कि ठ्याक्क यति हेर्नु पर्यो क्वेसन मार्क ए 2 पनि देखेछ त 2 यिनी होइन त्यो अलवेज कलेज अफ बाङ्ला फेभरेट अब यहाँ बिरयानी बन्दैछ हाम्रो लोकल के चिकन पुलाउ के छ मलाई त्यो भाइ यसमा मासु हाल्नु केटा हामी त सब माग्ने जस्तो देखिसौँ नि त यार ओ त अर्कोमा खाए अल्लाह के नाममा ओ उल्टा राखिदिउँ न यसलाई के गरेको खानी चम्चा हेर्नु होला है ठ्याक्कै उल्टा राखेको छ मासु भात राखेछ ए भयो कि मासु ए कटा हो तातो है कतिको मजा आयो अहिले त मजा आएन भात खाँदै हामी आकाश र ससेम चाहिँ सुते कटाहरू उड्दैन जस्तो छन् त्यस्तरी बोलाइयो बाटावाला म भात खाँदाखेरि सुटिङ स्टार यस्तो ठाउँमा छ फिक्स देखिन्छ तर आज सोचे जस्तो चाहिँ भयो हामीले पहिला मेट्रो सावर देखेको थियौँ योपालि खै यो मुन लाइटले डिस्टर्ब गर्छ भनिरहेको थियो तर हो त्यस्तै भयो कलेज पानी 3:22 भइसक्यो
हामी आगो ताप्दैछौँ फाइनल 3 मा चाहिँ प्रवेश सन्देश र म छु ओ फटार चाहिँ चिच्च हेर खान भित्र दुईटा खस्यो दुईटा तारा खस्यो कि नै भनेर हैन अब गुगलमा के भन्थ्यो भन्दा फेरि मुनलाइटले गर्दा चाहिँ डिस्टर्ब हुन सक्छ भनेको थियो हैन पहिला हामीले यही ठाउँदेखि जुन त्यो मेटेओर सावर भन्दा थाहा नहुँदा फेरि देखेको चाहिँ हैन त्यो त्यति बेला चाहिँ त्यो लाइटै अँध्यारो थियो ताराहरू डेन्जर देखिरहेको थियो अलि वेदर चाहिँ डेन्जरै क्लियर हुनुपर्छ भन्ने चाहिँ आज थाहा भयो यो मुनलाइटले वाइल्ड डिस्टर्ब गर्यो हैन मुन चाहिँ फेरि खतरा देखिरहेको छ हैन अब घुरिराखम यो त यही क्याप्चर भयो यार अघि ढोडी होस्टे होइन हामीले सुरुमा पनि दिएको अरू योभन्दा उज्यालो के हाँडी के होइन त्यो के अरे त्यो के रकेट बम टाइपको के आँखा नझार हो त्यस्तै कि सुटिङ स्टार्ट दिनसम्म हिँडेपछि तर घामको उज्यालो नदेखिने क्या मुन सेट हुन लागिसकेको छ त्यसको लागि यति नै हामी सुत्छौँ टाटा बाई बाई गुड नाइट सो गुड मर्निङ है त सो गुड मर्निङ फ्रम लुङ है दामी हिमाल देखिरहेको छ दामी लभली उयो माछा पुछ्री देख्नुभयो होला माछा पुछ्रीमा त हिउँ नै छैन त हिउँ नै छैन त माछा पुछ्रीमा मिठो हिमाल देखिरहेको छ हाम्रो बाइकहरू त्यहाँ छ होइन हामी बसेको ठाउँ चाहिँ यो एक्लो रुख यसको ठ्याक्क उतापट्टि हल्का स्लोपमा होइन गएर डिस्प्ले सुरज ओहो लाउन नि बर्बाद भएछ फुट्यो घडी छोडिदियो क्या आइफोन गइसक्यो मान्छे कि यो त अब पुरै ढाकिन्छ होला है मैले खसेको त लाइभ देखेको कि अब चाहिँ हामी टक्क लाएर भ्यू हेर्दै हो हिमाल देखिरहेको छ एक्लो रुख हेलो गाइज दिस इज मी प्रनिश कार्की म चाहिँ पहिलोचोटि ब्लगमा यो फोटो चाहिँ हामीले अहिले सबै हाम्रो फोटो सफा गर्नेछौँ हामी चाहिँ बिहान बिहान हर्लिक्स है हर्लिक्स ल हामी चाहिँ अहिले अझैसम्म डिसाइड भएको छैन आज बस्ने कि नबस्ने भनेर थाहै छैन के गर्ने बस्ने कि आज हेरौँ अहिले के हुन्छ आज पनि छ मेटेओर सावर सो अब चाहिँ हामी मङ्गुरको मासु त्यहाँ राख्यौँ यही जग्गा थोरै त्यो यही मोडमा खानु लाग्यो अब यो मोडलाई के मोड भन्छ अन्तिम मोड अन्तिम मोड होइन यसलाई के भन्छ भात खाने मोड मिठो भयो बङ्गुर मसलाको हरेक सही गरिदियो हामीले सप्पा तर मैले बेटिङ गर्ने मान्छेहरू अहिले हाम्रो देखाएको त हाँस्छ होला युट्युबमा हेरेर हाँस्छ मलाई हामीले तर बिन्दास हो त यो त हाम्रो लोकल स्टाइल हो त होइन र यस्तो हामी एकचोटि यस्तो हामी उसमा खाएको फर्स्ट टाइम भएर आज 10लाई फेयर गरिदिँदा कि 10लाई अस्ति होस्टेल जाँदा हाँडी म क्षितिज कुरे सन्देश बङ्गुरको मासु चाहिँ होस्टेलको बङ्गुरको मासु फेरि हरेक वाइल्ड मिठो हुन्छ क्या त्यहाँ पनि पकाउने स्टाइल त खतरा अङ्कलको शान्ति मिसको हामीले चाहिँ उस खाएको रहेछ पाडाको मासु
मजा भयो मजा भयो लास्टै मजा भयो मासु त लास्ट नखराइ ज्यान नसके मासु धेरै हो कि यस्तो नै खानुको मजा छुट्टै छ है केटा गाइजहरू स्याप यसरी लिनु स्याप डोरो जस्तो हाल्नु मुखबाङ बनाउनु पर्ने थियो तर अमनले होइन मैले ब्लग गरायो भने मेरो धेरै बढ्छ होला हो दाइ हो एक नम्बर बढ्छ त्यो यसको टाइममा के हुँदै हुन्न क्या भात त हरि टाँसिएको रहेछ त अहिले गोखले भयो यति मजा हुन्थ्यो होइन हामीले यस्तरी मुख छिराएर खानु मिल्छ तन्त छिर्दो छिर्दैन त्यो अन्त्यहरू कहाँ यता फार्ममा होइन अब चाहिँ हाम्रो प्याकिङ भइसकेको छ सबै अब हामी जान लागेको छौँ यहाँ स्लिपिङ ब्याग यहाँ चक्कु देखिहाल्नु भयो पारामा छ होइन ल इन्डिङ गरिदियो नि त ल आजको हिजो आजको के भने क्याम्पिङ लास्टै राम्रो भयो अनि थ्याङ्क यू दाइ हामीलाई यतिको ल्याइदिएकोमा धेरै रमाइलो भयो सोचे भन्दा बढी रमाइलो भयो त्यति हो अनि जोस् हाम्रो त्यो क्याम्पिङ चाहिँ साह्रै नै रमाइलो भयो अब हाम्रो त्यो फर्स्ट मेटेओर सावर क्याम्पिङमा चाहिँ हामीलाई थाहा पनि थिएन अब एक्कासी जाँदाखेरि चाहिँ त्यो डेन्जर देख्यो कि सर्टेन टाइममा झ्याम योपालि वेदरको टाइमले गर्दा देख्न पाएन नेक्स्ट टाइम म अर्को मेटेओर सावरको चाहिँ देखाउँछु एराउन्ड 50+ वटा स्टार्सहरू चाहिँ सुटिङ स्टारहरू चाहिँ जो रातभरिमा देख्यौँ अब अर्को पालि पनि मेटेओर सावरमा गइन्छ अब एउटा चाहिँ योपालि क्याप्चर भएको छ होइन अब अर्को पालि चाहिँ होप अझै धेरै ताराहरू देखाउनेछु होइन अब अर्को मेटेओर सावरमा पनि क्याम्पिङ त स्योर गइन्छ होइन मिल्दासम्म ल अहिलेको भ्लग यहीँसम्म रहेको छ मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला सी यू इन नेक्स्ट भ्लग है त ल बाई